विचार नि कस्तो हुन्छ भने नि साह्रै सानो सोच के सोच नि हे प्रभु नारायणन के भन्नु आफ्नो अनुहार एकचोटि सप्तकोशीमा मुखद्वारा आउनु नि ऐना हेर्नु नि कस्तो छु भनेर अर्कालाई औँला उठाउनुभन्दा अगाडि आफूलाई हेर्ने हो के पहिला अनि अरूलाई हेर्ने हो फर्केर बुझेको हो जब आफ्नो काम नबनाऊ म ठिक थिएँ जब आफ्नो काम बनाऊ भयो नि त काम त अनि काँडो झिके जस्तो फुत्त फ्यालियो अनि 12-27 आरोप लगाइयो मलाई केही फरक पर्दैन बच्चादेखिको नि एक्लै उभिएर हिँड्ने मान्छे हो अहिले पनि एक्लै खडा छु भोलि पनि एक्लै उभिएर गरिखाएको मान्छे हो कि हिम्मत हारे छैन जिन्दगीमा हिम्मत हार्नु जाने छैन हार्दिनँ पनि यो कुरा नि विचार गर्नु हामी कुनै लाचार होइन कायर होइन आफूलाई के सोचेकोलाई बेङ्गे हान्नु छ भने नि अगाडि आएर हान्ने कन्डा पछाडि हान्ने होइन पछाडि सिधै अगाडि आएर हान्ने हो जे छ अगाडि बोल्ने हो अर्काको कुरा सुनेर मात्रै बोलेर अर्काको कुरा सुनेर अर्कालाई आरोप 10-12-27 लाउनु भन्दा नि अगाडि आएर बोल्ने हो कि अगाडि आएर बोल्ने हो अनि मात्रै ठिक हुन्छ।